सो हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल विकास सागरी। सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै एन्ड फिट छु है। सो आजको टपिक रहेको छ, हामी चाहिँ अब हुन्छ नि एनपिएल सिजन 3 को अक्सन डेट कहिले हुनेवाला छ। सो यो कहिले हुनेवाला छ अनि कता हुनेवाला छ, यो चाहिँ काठमाडौँमै हुन्छ होइन। क्यानको अब जुन पनि अब आफ्नो वेल्डिङ हुन्छ त्यसमा हुन्छ। सो मिनी अक्सनको डेट चाहिँ तपाईँको चाहिँ 6 जुलाई 2026 मा रहेको छ। सो त्यसमा चाहिँ कुनै अब मेगा अप्सन चाहिँ हुँदैन, किनभने सबै फ्रेन्चाइजहरूले अब 7-8 प्लेयरभन्दा बढी चाहिँ अब रिटेन गरिसकेको छ। सो यो धेरै ठुलो अब हुन्छ नि मेगा अक्सन चाहिँ हुँदैन। सो सानै हुन्छ, मिनी अक्सन नै हुन्छ। सो अब यो वर्षको एनपिएल सिजनमा अब सबै फ्रेन्चाइजहरूले चाहिँ कस्तो विदेशी खेलाडीहरू भित्र्याउँछन्, सो त्यो हेर्न चाहिँ जरुरी छ है त। सो यो पालि अब अग्लो पालि चाहिँ तपाईँको सबैभन्दा एकदम खतरनाक चाहिँ टिम चाहिँ विराटनगर बनेको थियो भने चाहिँ तर फाइनलमा पुगेन, फेरि पनि सुदूरपश्चिम नै पुग्यो। तर त्यही पनि एउटा हुन्छ नि इन्ट्रेस्टिङ लागेको भनेको विराटनगरको म्याच देखेर हो क्या। मार्टिन गप्टेल अनि त्यसपछि चाहिँ अब भइहाल्यो होइन, फ्याफ डु प्लेस अनि अरू बहुत दामी खेलाडीहरू किनेका थिए। एनपिएल सिजनकै सबैभन्दा एक्सपेन्सिभ फ्रेन्चाइज भनेकै त्यही हो क्या। सो अब हेरौँ कसले के गर्छ, कसले के गर्छ।